के तपाईँहरू पनि म जस्तै एउटा कामलाई गर्छु भन्दै छोड्दै, अर्को कामलाई गर्दै, एउटा कामलाई गर्छु, अर्को काम गर्छु भन्दा बिचाटोमा अल्झेर बस्नुभएको त छैन नि? म जस्तै म पनि आज यो काम गर्छु, आज पढ्छु है, जसरी भए पनि आज त यो टपिक पढ्छु है, पढ्छु भन्छु, एकछिन फोन हेर्छु र पुचुक्कै भुल्छु र दिन जान्छ। आज यो गर्छु है भन्छु, भोलि त्यो गर्छु है भन्छु, त्यही हुन्छ र सबै टाइम त्यसमै लस भएर गएको हुन्छ। त्यसैले म पनि केही समय अगाडि नै सोचिरहेको थिएँ कि दिमागमा अब युट्युब जोड्ने स्टार्ट गर्छु। युट्युबहरूमा सँगै पढ्छु र सँगै भिडियोहरू पनि अपलोड गर्छु। सोसल मिडिया प्लेटफर्महरूको पनि सदुपयोग भइहाल्छ, आफ्नो पनि काम हुन्छ भन्ने कुराहरूमा म त पहिलेदेखि सोचिरहेको थिएँ होइन। तर पनि म त्यो कुराहरूलाई कन्टिन्युटी नै दिन सकिरहेको थिएन के। कसरी गर्ने, के गर्ने, आज यो पढ्छु भन्छु, किताबै छुन मन लाग्दैन, यो गर्छु भन्छु, छुनै मन लाग्दैन। अनि त्यो गर्दा मैले त्यो सोचेको अब न्यू इयर 2026 स्टार्टिङ हुनुभन्दा पहिले नै सोचेको थिएँ यस्तो गर्छु भनेर। तर पनि त्यो मेरो हातबाट भइरहेको थिएन। तैपनि टाइम भन्ने कुरा यस्तो हो कि लिमिट टाइम यस्तो भन्ने कुरा हुन्छ, आफ्नो सीमित सीमाभित्र लिमिट टाइम हुन्छ। तर पनि यदि आफूले गर्छु भन्ने जोस जाँगर आएको छ भनेपछि अझै पनि समय गएको हुँदैन क्या। बिस्तारै बिस्तारै भए पनि जे कुराहरूलाई पनि कुनै कुराहरू यदि गर्नु छ भनेपछि त्यो कुरालाई निरन्तरता दिन सक्नुपर्छ भन्ने कुरा चाहिँ दिन सक्यो भने चाहिँ त्यो कुराहरूमा राम्रो आफूले मार्क्स ल्याउन सकिन्छ भन्ने कुराहरूमा डिपेन्ड भर पर्छ होइन। त्यसैले धेरै कुराहरूले फरक पार्छ कि आज आज त म यो च्याप्टर फुल सक्छु, आज त यो पढेर सक्छु, भोलि त यो सक्छु भन्ने कुराहरूमा म पनि धेरै बुक हेर्छु। यो आज त यो पढ्छु, इक्जाम आइसक्यो पढ्छु, अझै पनि पढ्छु, इक्जाम आउनु बाँकी छ, अझै त्यो टाइम कत्रो छ भनेर सोध्छु, दिमागभित्र पढ्छु। आज स्योर सक्छौँ यो भनेर स्टार्टिङ गर्छु, तर पनि नो, मबाट केही पनि भएको हुँदैन। त्यो बुकहरू त्यत्तिकै थन्किएको हुन्छ। म मोबाइल हेर्छु, दिउँसोभरि टाइम बित्छ। अर्को दिन आउँछ, अर्को दिन पनि फेरि त्यही सोध्छु, अर्को दिनको टाइम पनि जान्छ। फेरि दिमागमा त्यही सोच्दा सोच्दै के हो सबै टाइमहरू लस भएको हुन्छ, इक्जाम नजिकिदिन्छ। त्यस्तै तपाईँहरूको पनि भएको त छैन नि? मेरो पनि त्यस्तै टाइमहरू लस भएको छ। आउनुहोस् कसरी केही कुराहरूलाई निरन्तरता दिँदै सँगै आफ्नो स्टडीसँगै आफ्नो जोर्नीहरू कसरी सँगै लिने, सँगै गर्ने, सँगै निरन्तरता दिने भन्ने कुराहरूको बारेमा चाहिँ यो भिडियो रहेको छ। यस्तो सर्वप्रथम त आफूले कुनै कुराको रुल्सहरू बनाउनुपर्छ, रुल्स रेगुलेसनहरू बनाउनु पर्ने रहेछ। त्यसैले म यो कुरा गर्छु है भन्नुभन्दा पहिले चाहिँ आफूले म यो कुरा आज मैले जसरी भए पनि गर्नु छ, मैले आज यो कुरा गरेरै छोड्नु छ, यो कुरा मलाई गर्नु छ भन्ने कुरा आफ्नो मनमा लिनुपर्ने पर्ने रहेछ कि। जता जाँदा पनि यो कुरा मैले गर्नु छ है, आज यो कुरा मैले सक्नु छ है भन्ने कुरा मनमा हुनुपर्ने रहेछ कि। अनि त्यो कुराहरूमा त्यत्तिकै उत्तिकै मन नभए पनि आफूले यदि कम्प्लिट गर्नु छ भने त्यो कुराहरूमा मन, जोस, जाँगर सबै लगाउनु पर्ने रहेछ। अनि त्यसै गरी अर्को कुराहरू केही कुरा पनि के, अब जस्तै हामी फ्यामिली टुगेदरसँगै बसिरहेको छौँ भने फ्यामिलीहरूलाई पनि हेर्नुपर्छ। आफूसँगको सानो भाइ-बहिनीहरू हुन्छ, भाइ-बहिनीहरूलाई पनि हेर्नुपर्छ। भाइ-बहिनीहरूले पढ्यो कि पढेन, के भयो के भएन भनेर। जस्तै म फ्यामिलीसँगै बस्छु नि त, त्यसैले मैले भाइ-बहिनीहरूलाई पनि हेर्नुपर्छ, सँगै आफ्नो स्टडी पनि हेर्नुपर्छ। सँगै घरमा पनि अब आफू ठुलो भइसकेपछि आफूभन्दा सानो भाइ-बहिनीहरूलाई पनि हेर्ने, त्यो त ठुलोहरूको सबैको जिम्मेवारी नै हुन्छ, मेरो मात्र होइन र। त्यसैले त्यसका साथसाथ पनि आफूले यदि आफ्नो लाइफ छुट्टै छ, भाइ-बहिनीहरूको लाइफ छुट्टै छ, त्यसैले हरेक कुरालाई सँगसँगै निरन्तरता दिन नसक्नुको पीडा बेग्लै छ। फेरि जसरी भए पनि जे भए पनि पहिलो प्रायोरिटी चाहिँ आफ्नो कामलाई, आफ्नो गोललाई दिनुपर्छ भन्ने कुरा चाहिँ म अहिले बुझिरहेको छु। त्यसैले आज नभए पनि आज थोरै गरे पनि भोलि गर्छु, र भोलि नगरे पर्सि गर्छु। थोरै गर्दै गर्दै आज गऱ्यो, भोलि गऱ्यो, पर्सि गऱ्यो भन्दा बानी लाग्छ। त्यसैले त्यो कुराहरूलाई निरन्तरता दिन सकिन्छ भन्ने कुराहरूमा चाहिँ म डिपेन्ड गर्छु। त्यसैले सबै आफ्नो आफ्नो कामलाई प्रायोरिटी र आफ्नो आफ्नो कामलाई बढी निरन्तरता दिनुपर्छ भन्ने कुराहरूमा चाहिँ म भन्छु। त्यसैले तपाईँहरूको मनमा पनि कसरी आफ्नो दिनहरू बिताइराख्नु भएको छ, सँगै स्टडी कसरी गरिराख्नु भएको छ, त्यो कुराहरू हजुरहरू पनि कमेन्ट बक्समा लेख्नुहोस्। कसरी निरन्तरता गर्नुभएको छ, म पनि आफ्नो आफ्नो कुराहरू सेयर गर्दै जानेछु।
हस् त धन्यवाद। बाई।